फलफुललाई नछोड्नुहोस्, जुस बनाएर नखानुहोस्। तपाईले जुस खानु र चिनी खानुमा शरीरलाई त्यति फरक छैन है। लोकल सबैभन्दा राम्रो छ। हाम्रो देशमा जस्तो राम्रो कहीँ पनि पाइँदैन। एक नम्बरमा सलाद खान पर्यो। साग तरकारी छुट्नै भएन। अब नेक्स्ट खानामा चाहिने प्रोटिनको स्रोत हो। भेजिटेरियन हुनुहुन्छ भने अङ्कुरित अनाज, अङ्कुरित गेडागुडी जति राम्रो केही पनि छैन। त्यो प्रिडाइजेस्टेड हुन्छ। अङ्कुरण हुने प्रक्रियामा इन्जाइमेटिक रियाक्सनले त्यो प्रिडाइजेस्टेड भइसकेको हुन्छ। जस्तै होल्स्टेन, जर्सी जस्ता मोडर्न गाईभन्दा हाम्रो गाईबाट निस्कने जुन घिउ छ त्यो अमृतको हो। त्यसको तुलनामा हाम्रो लोकल गाईको घिउ अमृत हो। मांसाहारी हुनुभन्दा शाकाहारी हुनु धेरै गुणा राम्रो हो, स्वास्थ्यको रूपले, स्पिरिचुअल रूपले, हरेक रूपले। तर तपाईको भान्सामा हेल्दी चिजको लागि प्राकृतिक जे राख्नुहुन्छ सबै चिज हेल्दी छन्। यो हजुरले भगवान भन्नु होला, म प्रकृति भनौँला, नेचर भनौँला, थुप्रै चिज पैदा गरेको छ मान्छेले खानको निम्ति। यदि अनमोडिफाइड हैन, मान्छेको दिमाग त्यसबाट फाइदा कमाउने रूपमा भएन भने त्यो एकदम हेल्दी हुन सक्छ। र हाम्रो खानामा हामीले छुट्याउनै नहुने चिजहरू भनेको सलाद हो। खानामा पहिलो डाइट तपाईले जे खानुस् मलाई मतलब भएन, पहिलो चिज भनेको सलाद हो। सलादले हाम्रो आन्द्रा र सम्पूर्ण जीआई ट्र्याक्टमा प्रोटेक्टिभ कोटिङ गरिदिन्छ। त्यसपछि तपाईले हानिकारक खाना खानुभयो भने पनि त्यो हानिकारक खानाको हानिबाट धेरै हदसम्म जोगाउन सक्छ। त्यही भएर सलाद खानुस्। अब क्यालोरी कन्सियस हुनुहुन्छ र वेट घटाउन चाहनुहुन्छ, सलादमा अझै एप्पल साइडर भिनेगर छर्केर खानुस्। त्यसले ग्लुकोज सुटअप घटाउँछ। ग्लुकोज सुटअप जति घट्छ त्यति फ्याट बन्ने प्रक्रिया ढिलो हुन्छ अनि तपाईलाई चाँडै पेट भरेको पनि आभास दिन्छ। एक नम्बरमा सलाद खान पर्यो। साग तरकारी छुट्नै भएन। साग तरकारी लोकल जे पाइन्छ त्यही खानुस्। लोकल सबैभन्दा राम्रो छ। हाम्रो देशमा जस्तो राम्रो कहीँ पनि पाइँदैन। मेरो गोठ पछाडि गएको थिएँ, ठ्याक्कै पानी साग पनि भन्छन् हैन, खोले साग पनि भन्छन्। त्यहाँ देखियो, टक्क टिप्यो, त्यसलाई राम्रै धोएर काँचै चबाउन पनि सक्नुभयो, स्टिम गरेर खान पनि सक्नुभयो। लट्टे जताततै पाइन्छ, बेथे जताततै पाइन्छ। यो त फाल्तुमा फ्रीमा पाइने चिजहरू हुन्। अन्य कुनै पनि साग पाइन्छ भने भेराइटीमा खानुस्। एउटै चिज खाइ नरहनुहोस्, किनकि मान्छेको शरीर अलि फरक तरिकाले बनाएको छ। जस्तै गाई भैँसीलाई त्यो घाँस मात्र दिनुस्, त्यही घाँसबाट उसले सबै चिज चाहिने भिटामिन, मिनरल्स, प्रोटिन सबै त्यसैबाट लिन सक्ने क्षमताको छ। तर मान्छेको शरीर फरक छ। हरेक भेराइटीको चिज मान्छेले खानु जरुरी छ। साग र सलाद पछि, साग सलाद र तरकारी पछि तेस्रो चिज फलफुल हो। फलफुललाई नछोड्नुहोस् र जुस बनाएर नखानुहोस्। तपाईले जुस खानु र चिनी खानुमा शरीरलाई त्यति फरक छैन है। गुलियो चिज नखानुहोस्। कति व्यक्तिहरूले चाहिँ चिनी छोडेर मह र ब्राउन सुगर खाइरहनु भएको हुन्छ। केमिकली 99.9% त सेम चिज हो त। महले जति एन्टिअक्सिडेन्ट दिन्छ, आधी स्ट्रबेरीले दिन्छ। आधी स्ट्रबेरीले 3 चम्चा महले जति एन्टिअक्सिडेन्ट दिन्छ, आधी स्ट्रबेरी एउटा 1/4 ऐसेलुले दिन्छ। ल त्यति एन्टिअक्सिडेन्ट। त्यसको लागि हामी मह अथवा अन्य सुगरमा किन डिपेन्डेन्ट हुने? काम एउटै हो। जसरी सुगरले सुटअप गर्छ त्यही तरिकाले महले सुगर सुटअप गर्छ, त्यही तरिकाले ब्राउन सुगरले सुटअप गर्छ। प्राकृतिक रूपमा उखु खाँदा बेटर हो, तर उखुले पनि सुटअप गर्छ। हाई सुगर हो, सबैले खान मिल्दैन। अब नेक्स्ट खानामा चाहिने प्रोटिनको स्रोत हो। भेजिटेरियन हुनुहुन्छ भने अङ्कुरित अनाज, अङ्कुरित गेडागुडी जति राम्रो केही पनि छैन। त्यो प्रिडाइजेस्टेड हुन्छ। अङ्कुरण हुने प्रक्रियामा इन्जाइमेटिक रियाक्सनले त्यो प्रिडाइजेस्टेड भइसकेको हुन्छ, पचिसकेको हुन्छ। शरीरले जाने बित्तिकै सट्टै लिन्छ। हेर्नुहोस्, एकदमै राम्रो हुनसक्छ भेजिटेरियनलाई। अब त्यस्तै टोफु खान सकिन्छ। गेडागुडीमा प्रोटिन हुन्छ। गेडागुडीमा हाइएस्ट मात्रामा प्रोटिन हुन्छ। त्यसलाई तपाईँले लिन सक्नुहुन्छ। कतिले पचाउन सक्नुहुन्छ, पचाउन सक्नुहुन्न। अब हामीले मात्रै पचाउने होइन कि, हामीभन्दा 3 गुणा बढी अन्य जीवहरू रहन्छन्। ती जीवहरूले पनि पचाउने र हामीलाई सहयोग गर्ने हो। यो कन्सेप्ट आजभोलि एकदमै प्रचलनमा छ। हुन त जमानादेखि भएको यही हो।
अब धमिराले काठ खाएर पचाउन सक्छ, किनकि धमिराको पेटमा त्यस्ता ब्याक्टेरियाहरू छन् जसले चाहिँ त्यसलाई पचाएर उसलाई फाइदा गर्छन्। हाम्रो गटमा त्यस्ता छैनन्, त्यही भएर थुप्रै चिज अन्य जनावरले पचाउने चिज हामीले पचाउन सक्दैनौँ। अब मांसाहारीहरूलाई त सजिलै भयो, कुनै पनि माछा मासु अन्डाबाट प्रोटिनको स्रोत प्राप्त हुनसक्छ, तर सकेसम्म अर्ग्यानिक चरेकोबाट लिनुहोस्। अब मेरो एकजना साथीले लिपिड्समा बोसोमा मात्रै एमएस गर्यो कि युएसबाट, अनि उसको मैले 2-4वटा पेपरहरू हेरेको। घिउ त्यही हो, कुन गाईले त्योबाट घिउ प्राप्त हुन्छ त्यसमा कम्पोजिसन, त्यहाँ फ्याटी एसिड कम्पोजिसन आकाश जमिनको परिवर्तन हुँदो रहेछ। जस्तै होल्स्टेन, जर्सी जस्ता मोडर्न गाईभन्दा हाम्रो गाईबाट निस्कने जुन घिउ छ त्यो अमृतको हो, त्यसको तुलनामा हाम्रो लोकल गाईको घिउ अमृत हो। त्यति मात्र होइन, गाईले के खान्छ त्यो पनि महत्त्वपूर्ण छ। गाईले दाना खान्छ भने घिउको क्वालिटी एकदम नराम्रो हुन्छ। यदि गाईले, पहाडका गाईहरू जडीबुटी घाँस पात खाएर गाईले घिउ दिएको छ भने तपाईँको लागि अमृत हो त्यो। त्यसको फ्याटी एसिड प्रोफाइल नै कम्प्लिट रूपमा चेन्ज हुन्छ, त्यो शरीरको लागि अमृत साबित हुनसक्छ। धेरै घिउ खानुहोस् भने होइन, तर घिउ भनेको सम्पूर्ण फ्याट केमा पकाउने भन्दाखेरि घिउ सबैभन्दा बेस्ट हो। माछा मासु त्यही भएर सकेसम्म खानै छ भने अर्ग्यानिक रूपमा खानुहोस्। मांसाहारी हुनुभन्दा शाकाहारी हुनु धेरै गुणा राम्रो हो, स्वास्थ्यको रूपले, स्पिरिचुअल रूपले, हरेक रूपले। तर हाम्रो समाजमा कस्तो छ, मांसाहारीभन्दा शाकाहारीलाई बढी रोग छ। किन? स्वस्थ शाकाहारी हुन नजानेको मान्छेले। च्याप्प टक्क दुधमा 2 चम्चा चिनी हालेर चिया बनाएर खाएर शाकाहारी भइयो त, त्योभन्दा त बरु मासु खानु बिहान बिहानै राम्रो हुन्छ नि, त्योभन्दा स्वस्थकर हुन्छ। त्यस्तै चट्ट म त एकदम शाकाहारी हो, टक्क पकौडा तारेको छ, दिनभरि खाछ, दुनोट तारेको खाइरहेछ, जङ्क फुड खाइरहेछ, त्यो व्यक्तिभन्दा मांसाहारी नै राम्रो छ। शाकाहारीको शरीर भनेको एकदमै स्वस्थ हुनुपर्ने, उल्टो हामीले खानालाई ब्यालेन्स गर्न नसक्दा उल्टो डिजिज भइरहेछ, उल्टो रोगी चाहिँ शाकाहारी बढी रोगी भइरहेछ। किनकि ऊ चाहिँ कार्बोहाइड्रेट बढी खानातिर अटोमेटिक ढल्क्यो, किनकि उसले प्रोटिनको स्रोत देख्दै देखेन। छ प्रोटिनको शाकाहारी स्रोत, मांसाहारीभन्दा हाई क्वालिटीको छ, तर उसले देखेन, अनि प्रोटिनको स्रोत कम भयो, प्रोटिन डिफिसियन्सी भयो। त्यही भएर शाकाहारी देख्नुहोस् भ्याट्ट भुँडी लगाएको हुन्छ उहाँहरूको, होइन? अनि सुगर उहाँहरूलाई नै बढी हुन्छ, प्रेसर उहाँहरूलाई नै बढी हुन्छ। किन? खानै नजानेको, ज्याममा तेल खाइदिएपछि त के को शाकाहारी नै। त्यही भएर शाकाहारी बन्न जान्नुभयो भने मांसाहारी भन्दा शाकाहारी हुनु धेरै गुणा राम्रो। साग खानुहोस्, बढी सलाद खानुहोस्, तरकारी खानुहोस्। अनि अर्को फुड ग्रुप मैले छुटाएको भनेको नट्स एन्ड सिड्स हो, नछुटाउनुहोस्। हाम्रो नट्स एन्ड सिड्स जति उन्नत केही पनि छैन। दुनियाँ बेस्ट के? आलस। हाम्रा हजुरबुवाले भन्थे, ए त्यस्तो पो, हामीले त हामी कहाँ काम गर्ने भाइ बहिनीहरूलाई पो खाइयो, त्यही भएर पो तगडा भएर निस्किया रहेछन्। हामीले चाहिँ अन्य तेल खाइयो, किनेर लिटरका लिटर रिफाइन्ड ओइल खाइयो, त्यही भएर पो हामीलाई डिजिज भएर रहेछ। सही हो, आलस। त्यत्तिकै चबाएर खान सक्नुहुन्छ, छोप बनाएर खान सक्नुहुन्छ, अचार बनाएर खान सक्नुहुन्छ, भिजाएर खान सक्नुहुन्छ। फर्सीको बिहा अर्को सुपर फुड हो, यस्ता गेडागुडीलाई नछुटाउनुहोस्। अलमोन्ड्स, बदाम, ओखर, यसलाई खान सक्नुहुन्छ। कतिले धेरै काजु खानुहुन्छ, काजु चाहिँ म सकेसम्म कम खान सुझाव दिन्छु। हाम्रो नेपाली खानामा कार्बोहाइड्रेट, त्यसमाथि पनि सिम्पल कार्बोहाइड्रेट भरपुर छ। म सकेसम्म कार्बोहाइड्रेटलाई कम गरौँ भन्नेमा हो। त्यसमाथि कम्प्लेक्स कार्बोहाइड्रेट जति खाए पनि भयो, जस्तै हजुरले साग, सलाद, तरकारी, फलफुल, गेडागुडी खानुभयो, त्यसमा पनि त कार्बोहाइड्रेट छ। तपाईँ शरीरलाई चाहिने भन्दा बढी कार्बोहाइड्रेट त्यसैबाट प्राप्त भइसक्यो। त्यही भएर यदि तपाईँसँग पैसा छ र भात र रोटी बिना तपाईँले खाना एफोर्ड गर्न सक्नुहुन्छ भने भात र गहुँ र चामल दुइटै नखाए हुन्छ। किनकि मैले भनिसकेँ नि, यदि तपाईँसँग पैसा छ भने हाइएस्ट क्वालिटी फुडमा इन्भेस्ट गर्नुहोस् न। आफ्नो हाइएस्ट क्वालिटी फुड भनेको अङ्कुरित अन्न हुनसक्छ, साग सलाद तरकारी हुनसक्छ र कम्प्लेक्स कार्बोहाइड्रेट यसमा छ, जसले चाहिँ सुगर सुटअप गर्दैन। सुगर सुटअप हुनु भनेको फेरि त्योसँग चेन रियाक्सन हो के। तपाईँ इन्सुलिन बढ्यो, इन्सुलिनले शरीरको इन्फ्लामेटरी मार्कर्सहरूलाई बढायो। त्यति मात्र होइन, अब इन्सुलिनको अरू काम त्यो अन्य इनर्जी प्रोडक्सनलाई ब्लक गर्यो।
त्यति मात्र होइन, जति पनि सुगर हामीले खाथ्यौँ त्यसलाई त तुरुन्तै फ्याटको रूपमा फेरि परिणत गर्यो, टिजी बढ्यो, बोसो बढ्यो। यो त चेन रियाक्सन त कहाँ पुग्छ। त्यही भएर कार्बोहाइड्रेट तपाईँले खाना छ भने कम्प्लेक्स कार्बोहाइड्रेट खानुहोस्, स्टार्चहरूलाई जति घटाए पनि हुन्छ, र भात र गहुँको साटो, कोदो फापर खानुहोस्, कुनै तुलना छैन। न्युट्रिएन्ट प्रोफाइल हेर्नुहोस् भने कुनै तुलना छैन। जापानिजहरूले नेपालमा फापर फलाएर त्यो फापरलाई लगेर उहाँ कल्टिभेट गरेर त्यहाँबाट तत्त्व बनाएर दुनियाँलाई बेचिरहेछन्। रुटिन भन्ने तत्त्व निस्किरहेछ फापरबाट, एन्टी एजिङको, होइन। यस्ता अमृत तत्त्व भनेको। अनि पर्यावरणलाई पनि कोदो फापर थोरै पानीले पुग्ने, जहाँ पनि हुने, पर्यावरणलाई नष्ट नगर्ने, होइन, पानीको वेस्टेज नहुने, थुप्रै फाइदाहरू छन्। कोदो फापर अमृत हुन्। यदि तपाईँले एफोर्ड गर्न सक्नुहुन्छ र तपाईँ त्यो लेभलको गरिब होइन भने भात र गहुँलाई छोडेर कोदो फापर, कागुनो आदि इत्यादिमा इन्भेस्ट गर्नु धेरै उत्तम हुन्छ। तपाईँले कार्बोहाइड्रेटको स्रोत खोजेर खान जरुरी छैन। तपाईँले जे खाँदा पनि थोरै कार्बोहाइड्रेट त्यसमा हुन्छ।